यो रहेछ प्योरी बच्चाहरू पनि केही छैन अब चाहिँ काट्नुको लागि दादा रेडी हुन्छ काट्नुपर्ने चाहिँ यो हो रुलो पनि हुन्छ काट्नु चाहिँ यो रुलो म यो चाका चाहिँ चाका छ सबै छैन भुवा लानु फेरि दामी लगाछ के लाग्छ ओके हेलो एभ्रिवान नमस्ते सबैजनालाई र आज चाहिँ हामी दुईजना दाजुभाइ माथिनिर हाम्रो फेरेकमा पनि घर छ त्यहाँनिर चाहिँ मौरी काट्नुको लागि चाहिँ जाँदैछौँ र सार्नु पनि छ काट्नु र सार्नु दुइटै छ र हामीले चाहिँ त्यसको लागि चाहिँ निकैवटा टुल्सहरू त्यसलाई कसरी काट्नुपर्छ त्यो टुल्सहरू चाहिँ लिएर जाँदैछौँ टुल्स चाहिँ तपाईँहरूले यहाँनिर देख्नु सक्नुहुनेछ काट्नुको लागि यहाँनिर पनि छ यो यहाँनिर गोबर पनि छ त्यो सारिसकेर चाहिँ त्यहाँनिर लाउनुपर्छ टाल्नुको लागि त्यहाँबाट हाम्रो अब भन्ने चाहिँ तपाईँहरूलाई भरे हामी माथि पुगेपछि चाहिँ कसरी काट्छौँ र कति आउँदो रहेछ अनि त्यो चाहिँ हामी तपाईँलाई यो भिडियोमा देखाउँछौँ भरे लास्टसम्म हेर्नु होला र अहिले भने चाहिँ हामीले चाहिँ जुन चाहिँ मौरी काट्ने घरको अलिकति यतापट्टि आइपुगेको छौँ र यहाँनिर चाहिँ दादाले टुल्सहरू के लाग्छ त्यो निकाल्नु हुँदैछ भर्खर आइपुगिसक्यो घरमा र यो घर पुरानो छ यो घर चाहिँ धेरै पुरानो होइन सबै भत्किसकेको छ तर पनि यो घरमा धेरैभन्दा धेरै यादगारहरू छ होइन अब यो घरमा पहिलानिर यहाँनिर बडाहरू बस्नुहुन्थ्यो यो घरमा चाहिँ अन्त यहाँनिर हाम्रो हजुरबाबा हजुरआमैहरू बस्नुहुन्थ्यो निकैजना फ्यामिलीहरू हुनुहुन्थ्यो होइन अब चाहिँ काट्नुको लागि दादा रेडी हुनुहुन्छ काट्नुपर्ने चाहिँ यो डुडो ग्लोभ्स पनि लाउनु राख्नु भएको छ काट्नुपर्ने चाहिँ यो डुडको हो मौरी चाका त छ कि छैन चाका चाहिँ आउँछ छ कि छैन धुवा लगाएन भने चाहिँ फेरि मौरीले छोड्नु चाहिँ गरिहाल्छ यतिको उच्च लगाएको रहेछ मौरीले कति 1 2 3 4 5 फ्रेम चाहिँ लगाएको छ एउटामै यता त 1 केजी जस्तो रहेछ भित्र पसेको तपाईँको यहाँनिर चाहिँ एकदम दामी लगाएको रहेछ मौरीले कतिवटा दादा काट्नुपर्ने चाहिँ यो मात्रै हो अब तल्लोमा नै हेरौँ कि ए अब चाहिँ हाम्रो सेकेन्ड स्टेपको यो चाहिँ सेकेन्ड स्टेपमा छ कि छैन मौरी त पुरा छ तल्लोमा बच्चा मात्रै हुन्छ तर माथिल्लोमा नि बच्चा सरेछ कि छ कि छैन हेरौँ है त खुट्टामै पस्यो नि चऱ्यो होला नि त यो मौरी चाहिँ डिभिजन गर्ने बेला भएको रहेछ ठिक्कै त्यसले गर्दा अलिकति छिटो हेर्नुले गर्दा मात्रै नभए यहाँ क्विन सेलले रानी बनिँदै थिएछ छुट्टी नै आँटेको थिएछ यो मौरी अलिकति छिटो हेर्नुले गर्दाखेरि चाहिँ अब यो छुट्टिनु चाहिँ पाउँदैन होला किनकि अब यो क्विन सेलै हामी निकालिदिइहाल्छौँ यसमा पनि यहाँ हेर्नुहोस् एउटा यहाँनिर दुईवटा यसमा दुईवटा तिनवटा त रानी क्विन सेलै लगाइसकेको थिएछ मौरी पनि एकदमै ज्यादा मात्रामा रहेछ यहाँ तल्लोपट्टि ट्याप्पै भएर माथिल्लो स्टेपमा भरिसकेको थियो दामी लगाएको चाहिँ के लाग्छ न ए
रानी टक्कै भेट्यो भने पनि तिमीमा चाहिँ छ भने यत्रोमा कसरी भेट्नु रानी नभेटिकन फेरि छुट्याउनै सक्दैन नि त कि त्यसले गर्दाखेरि पहिला रानी चाहिँ भेट्नै पर्छ अनि मात्रै छुट्याउनु सक्छ दुई हुँदैन भने चाहिँ एउटा पिन्छ छोड्यो रानीको अफिस हुन्छ यति काम चाहिँ राख्नु मसँग हुन्छ रानी भेट्नु सक्छ त्यो पनि दुई चाहिँ बनाउनु तर दुई चाहिँ एक कुरा पिन्छ दिएर चाहिँ राख्नु रानी हुँदैन बेसी आउनु मौरीमा किन्नु लागि एक क्विन्टल लाग्छ क्विन्टल अघि देखिन होइन मुनिपट्टि अलग्गै झुन्डेको हुन्छ नि त्यो चाहिँ फसाइदिनु भर्खिदिइराखेर र यो डुडबाट चाहिँ फर्स्टको माथिको डुडबाट चाहिँ हामीले यति मात्रै निकाल्यो त्यति भन्दा पनि निकै छ यहाँ भित्र पनि छ नि त यहाँभित्र पनि छ यति निकाल्यो र पुरा ज्यादा भइदिएको रहेछ र चाहिँ हामीले मौरी छुट्याउनु सकेनौँ हामीले अब तर नेक्स्ट टाइम फेरि छुट्याउनु छ यो दामी लगाएको चाहिँ लगाउँछ है दामी हेर्नु पिस गर्नु त्यसमा चाहिँ एक उयो चाहिँ दुई बल्ब हुन्छ नि एक मात्रै यहाँ उयो छ फुल ट्याक्कै लगाएको रहेछ बाहिर पनि लगाएको रहेछ यहाँ चाहिँ हाम्रो दुई दिन हाम्रो मौरी टाढी टाइम जान्छ घरमा पनि राम्रो त्यो मलाई इनाक्स लाग्छ निकाल्नु सक्छ घरमा पुरा छ घरमा कति पर्छ नौरो है 12 छ घरमा कस्तो दामी निकाल्छ है बच्चा हुन्छ यसरी खालकेमा चाहिँ यो प्योर रहेछ प्योर बच्चाहरू पनि केही छैन यसमा चाहिँ